नेपालको इतिहासमा एक यस्तो कथा लेखियो जसले सबैलाई चकित बनायो। एक र्यापर, एक इन्जिनियर, एक मेयर र आज नेपालको प्रधानमन्त्री। यो हो कथा बालेन्द्र शाहको, जसलाई हामीले बालेन भनेर चिन्छौँ। Balendra Shah, an engineer, a rapper in the city's... A 35-year-old rapper turned politician is set to become the country's next prime minister. His name is Balen Shah. बालेन शाहको जन्म विक्रम सम्वत 2047 साल वैशाख 14 गते भएको हो। उहाँको बुवा रामनारायण शाह एक आयुर्वेदिक डाक्टर थिए। बालेन शाहले काठमाडौँमा रहेको हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजबाट ब्याचलर इन सिभिल इन्जिनियरिङ पास गर्नुभयो। ब्याचलर पास गरेपछि उहाँ एमटेक गर्न इन्डियाको विश्वेश्वरी टेक्नोलोजी युनिभर्सिटी VTU मा स्ट्रक्चर इन्जिनियरिङमा मास्टर गर्नुभयो। पढाइ सिद्धिसकेपछि उहाँ नेपाल फर्किनुभयो र आफ्नो ऱ्याप जर्नी सुरु गर्नुभयो। उहाँले सडक बालक, बलिदान, नेपाल हाँसेको, स्यावेज जस्ता देशको समस्याको बारेमा वर्णन गरेको ऱ्याप लेख्नुभयो। 2074 सालको चुनावमा बालेन शाहले एउटा स्ट्याटस लेख्नुभयो। आई डिड नट भोट, आई विल भोट नेक्स्ट टाइम एन्ड भोट माइसेल्फ। मलाई अरू कसैको भर लाग्दैन भनेर स्ट्याटस लेख्नुभयो र स्ट्याटस लेखे चाहिँ 2079 सालको स्थानीय तह चुनावमा उहाँ काठमाडौँबाट लौरो चिन्ह लिएर उठ्नुभयो र कसैले विश्वास नगरेको 61,766 भोट ल्याएर जित्नुभयो। काठमाडौँमा जितिसकेपछि उहाँले फोहोर व्यवस्थापन, सिप मेला, बाटो ठुलो बनाउने, विद्यार्थीहरूलाई स्कलरसिप प्रदान गर्ने जस्ता कामहरू गर्नुभयो। विक्रम सम्वत 2082 भदौ 23 गतेको जेन्जी आन्दोलनले 70 जनाको हत्या भई 2 दिनमा सरकार ढल्यो। त्यसपछि सुशीला कार्कीको अन्तरिम सरकार बन्यो र सुशीला कार्कीले फागुन 21 गते निर्वाचन रोक्यो। अब के हुन्छ भन्दा भन्दै बालेनले रासपासँग पुस 23 गते प्रधानमन्त्री बन्ने सम्झौता गरे। रासपा जोइन गरिसकेपछि बालेनले केपी ओलीको किल्ला भनिने झापा 5 मा गएर नाम दर्ता गराए। इन्टरभ्यूमा सोद्धाखेरि उहाँ किन झापा 5 मा लड्नुभयो भन्दा बालेनले भन्नुभयो, द्याट इज लिगली व्हाट आई क्यान डु फर जेन्जी। To fight your constituency from Japa number 5. That is the only thing legally I can do for Gen Z. त्यसपछि बालेन शाह देशको विभिन्न जिल्ला घुम्नुभयो, विभिन्न ठाउँहरूमा गएर भाषण गर्नुभयो। अझै अचम्मको कुरा के हो भन्दाखेरि उहाँले चुनावभरि 5 ठाउँमा 27 मिनट मात्रै बोल्नुभयो। 50 भन्दा बढी डिस्ट्रिक्ट ट्राभल गर्नुभयो, जेरो इन्टरभ्यू र कतै पनि भोट माग्नु भएन। र फागुन 21 गते त चमत्कारै भयो, जहाँ रासपाले प्रत्यक्षतर्फ 125 सिट र समानुपातिकमा 57 सिट जित्यो। रासपाले टोटलमा 182 सिट प्राप्त गर्यो, जसले अब बहुमतको सरकार बन्न प्राप्त सिट मिल्यो र बालेन शाह प्रधानमन्त्री बन्नुभयो। अब बालेन र रासपाले आफूले गरेको बाचा पुरा गर्नुहोस्। आज यति भन्दै यो भिडियो यहीँ अन्त्य गर्छु। यदि तपाईँले क्युयो ट्रेसलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस्। धन्यवाद।